बच्चन लामाज्यू, सूर्य घलेज्यू, चिनबहादुर लोकचनज्यू, त्यस्तै गरी सिलु तामाङज्यू, बिरु तामाङज्यू, दीपक गुरुङ, पूर्णिमा गुरुङ, पूर्ण गुरुङ, लगायत हाम्रो निर्वाचन अवधिभर विभिन्न तरिकाले हामीलाई सहयोग र समर्थन गर्ने उपस्थित हुनुभएका सबैलाई सम्मान गरिदिनु हुनको लागि पनि म हार्दिक अनुरोध गर्दछु। कृपया जोरदार तालीले स्वागत गरिदिनु होला। ल हजुरहरू सम्पूर्ण पालो पालो आइदिनु होला है। यो हामीले तन मन धनले जसरी त्यो सहयोग गर्नु भएको छ यो माटोको लागि सम्पूर्ण दाजुहरू दिदी भाइहरू सम्पूर्ण पालै पालो आइदिनु होला है। यो चाहिँ हजुरहरूलाई सम्मानसहित अब आगामी आउने दिनहरूमा पनि हजुरहरूको चाहिँ साथ सहयोग चाहिँ आइरहनेछ भन्ने चाहिँ विश्वास गर्दछु। हजुरहरू पालै पालो आइदिनु होला है, किनभने यहाँ जतिजना उपस्थित हुनुभएको छ सम्पूर्ण माटोलाई माया गरेर के गर्छु भनेर आउनु भएको छ। त्यस कारणले पनि हजुरहरूले अप्ठ्यारो नमानिकन आइदिनुहोस् होइन। चिना पर्ची हुन्छ अगाडि यस माटो बोल्दैन भन्छ, अब बोल्न नै बनाउनु पर्नेछ। ल हजुरहरू सम्पूर्णलाई फेरि पनि बधाई छ है। हजुरहरू दीपक दाई सम्पूर्ण हाम्रो जति पनि दाजुभाइहरू हुनुहुन्छ, हामी अहिले साना छौँ तर अवश्य पनि भविष्यमा हामी योभन्दा 10 गुणाले चाहिँ बढ्नेछौँ। ल सम्पूर्णलाई फेरि पनि धन्यवाद। प्रत्यक्ष अप्रत्यक्ष रूपमा साथ सहयोग दिनुहुने सम्पूर्ण माटो प्रेमी दाजुभाइ माटोमा चाहिँ वेलकम छ हजुरहरूलाई। हजुर बिस्तारै बढ्दैछ एकदम सही हो है। भलै हामीले अब राजनीति राम्ररी जानेको छैन, बोल्न राम्ररी जानेको छैन, तर सिक्नेछौँ, सिकेर अगाडि बढ्नेछौँ है। यहाँ उपस्थित हुनुभन्दामा धेरै जसो हाम्रो अग्रजहरू चाहिँ राजनीतिमा धेरै अब्बल हुनुहुन्छ होला, बुझिसक्नु भएको छ होला। तर हाम्रो यहाँ चाहिँ अहिले संस्कृति पार्टीमा चाहिँ बिस्तारै जानी नजाने हामीले चाहिँ आफ्नो पाइलालाई अगाडि निरन्तर सारिरहेका छौँ। हजुरहरूको राय सल्लाह सुझाव अहिले यस पछाडि के भन्ने छ? ल आउनुहोस् है दाइहरू आउनुहोस्। हजुर केही हुँदैन है, हामी नै हो, मिलेर जानुपर्छ, अगाडि बढ्नुपर्छ है। एकदम खुसी लागेको छ हजुरहरू सम्पूर्णलाई एकै ठाउँमा बसेर भेट्नु पाउँदा। होला यो चुनावमा कतिलाई हामीले सम्झिन सक्यो सकेनौँ है, आज यसको पनि मूल्याङ्कन गरेर अगाडि बढ्नेछौँ। ल बुवा ल है, एकले अर्कालाई पनि चिनापर्ची गर्दै गर्नु होला है। हजुरहरू साइडमा बसेर साइडमा पनि बोल्दै गर्नुहोस्। हजुरहरू कहाँदेखि कहाँसम्म हो के हो सम्पूर्ण अहिले एकजनाले अर्कोजनाहरूसँग चाहिँ कुराहरू चाहिँ राखिराख्नुहोस् ल, जसले गर्दा चाहिँ हामीहरू अझै नजिकै जान्छौँ अनि आउने दिनमा अझै बलियो एउटा एक टिका भएर अगाडि बढ्नेछौँ है। हजुरहरू चाहिँ एकदिनमा त्यहाँ बसेर यता मात्रै हेर्नु पर्दैन, हजुरहरू बसेर एकले अर्कालाई परिचय दिँदै आफ्नो घर ठाउँ के कस्तो विचारहरू छ सम्पूर्णले सल्लाहहरू गर्दै गर्नु होला, जसले गर्दा चाहिँ हामीले चाहिँ आउने दिनहरूमा चाहिँ अझै मजाले अगाडि बढ्न सकौँ।
ल धन तामाङ दाइ पनि आउनुभयो